प्रथम मेरो सरुवाको कुरा गर्छु। नेपाल प्रहरीमा सरुवा नियमित र अनियमित नभनौँ, नियमित सरुवा हुन्छ। मेरो सरुवालाई मैले एकदमै नियमित सरुवा भन्छु। अब यसमा पहिलाको एसपी साहबको सरुवा पनि मेरो उसमा चाहिँ नियमित नै भयो। सङ्गठनले कोही कसैको सरुवा गर्छ भने त्यो सङ्गठनको नियमअनुसार नै गरेको हुन्छ। त्यसकारण मेरो यहाँ सरुवालाई कुनै सन्देह गरिराख्नुपर्छ, कुनै शङ्का उपशङ्का गर्नुपर्छ जस्तो चाहिँ मैले हजुरहरूलाई यो नराख्नलाई म अनुरोध गर्दछु। किनभने एउटा प्रहरी खटिन्छ, अझ यहाँ महिला भनेको ठिक छ, ओके, जेन्डरको पर्सपेक्टिभबाट म महिला हो, तर एउटा अफिसर खटिन्छ भने उसको क्षमता, उसको काबिलियत, उसको क्यालिबर, उसको क्यापासिटी, उसले अर्न गरेको प्रोफेसनलिजमको उसको स्किल के छ भनेर सङ्गठनले त्यसलाई काउन्ट गरेर त्यसको मूल्याङ्कन इभ्यालुएसन गरेर त्यो ठाउँमा उसलाई खटाउँदा उसले सक्छ भनेर त्यो क्षमतालाई मूल्याङ्कन गरेर नै पठाएको हुन्छ। झापा जिल्ला अहिलेको अवस्थामा अब हजुरहरूकै भनाइलाई साबर गर्दा क्रिटिकल छ भन्ने कुरा गर्नुभयो। यो राष्ट्रिय अन्तर्राष्ट्रिय हिसाबमै चासोमा रहेको क्रिटिकल अवस्थामा रहेको झापामा एउटा कमान्ड पठाउँदाखेरि यतिकै मूल्याङ्कन नगरिकन नपठाएको होला। त्यसकारण एउटा अफिसरको क्षमतालाई मूल्याङ्कन गरेर सङ्गठनले नियमित सरुवा मार्फत पठाएको कुरालाई कुनै शङ्का उपशङ्का सन्देह गरिराख्नुपर्ने जस्तो लाग्दैन। बाँकी दिनहरूमा र मेरो अब हजुरलाई भने म नेपाल बाहिरको मेरो पोस्टिङको कुरा गर्दैन, नेपालमै बस्दाखेरिका अन्यत्र जिल्लामा पनि वसुन्धरा खड्काको पोस्टिङ कस्तो थियो त्यसमाथि पनि चुनावहरू पनि गर्दै आएको अनुभव छ र त्यो चुनावमा जुन निष्पक्षता, सुरक्षित र भयरहित चुनाव गराउनका लागि म व्यक्तिगत स्वयंले एज अ पुलिस अफिसर, एज अ कमान्डर खटेको जुन जिम्मेवारीलाई निभाएकै आधारमा पनि यसले सक्छ भनेर नै म यहाँ खटिएको हो। र मैले आफैले पनि भन्दाखेरि एउटा अफिसरले लगाई अराएको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्न सक्ने क्षमता राख्दछ र त्यो क्षमतामा म पनि अब्बल नै छु भन्ने मलाई लाग्दछ। होइन हजुर, अब बाँकीका दिनहरूमा त हामीले हेर्ने नै छ। अर्को कुरा भनेको च्यालेन्जेस र अपर्च्युनिटी। च्यालेन्जेस छ, च्यालेन्जेस भएकै ठाउँमा अपर्च्युनिटी देखिने हो, जहाँ चुनौती त्यहाँ अवसर हो। र त्यो च्यालेन्जेस म एक्लैले गर्नुपर्ने भए पो मैले शङ्का मान्ने, डर मान्ने। यो मेरो च्यालेन्जसँग त मसँग अहिले नै 1100 चान्चुन प्रहरी छ, त्यो सँगसँगै मलाई आउने थप मद्दत छ र यत्रो अहिले पत्रकार सम्मेलन एउटा मिट गरौँ, कुनै इन्टरेक्सन पनि होइन, मैले दिन सक्ने कुरा त यसमा जिल्लाको बारेमा अझै बुझिसकेका छैन। त्यो अवस्थामा त मैले यसो 10-15 जना हुनु होला यी नजिकैको, यति छोटो निमन्त्रणा भन्दाखेरि मैले यति राम्रो समूह हजुरहरूलाई ल न भनेर पाएँ भनेपछि यो काम गर्दाखेरि यति ठुलो चुनावी उसमा चाहिँ झन् हजुरहरूको साथ सपोर्ट इन टर्म्स अफ इन्फर्मेसन मैले पाउँछु नै, होइन। त्यसकारण पनि यो अवस्थालाई मैले यो मेरो पोस्टिङको फर्स्ट सुरुको 1-2 महिना चाहिँ चुनावी माहौल नै रहनेछ र यो चुनावी माहौललाई मैले अफकोर्स च्यालेन्ज छ, च्यालेन्ज सँगसँगै अपर्च्युनिटी नै छ। मैले आफ्नो हिसाबले आफ्नो क्षमताले भ्याएसम्म गर्नेछु। मेरो मातहतको कर्मचारीहरू त्यही अनुसार खटिनेछन् भन्ने मैले हजुरलाई बताउन चाहेँ। र अर्को कुरा भनेको इलेक्सन क्याम्पेन सेक्युरिटी डेभलपमेन्टको कुरामा अलिकति क्वेसन मार्कहरू आयो। कोही यो उम्मेदवारहरूलाई चाहिँ अलि धेरै सुरक्षा, कसैलाई कम भन्ने कुरा गर्नुभयो। यो दौरानमा हामीले के बुझ्यौँ भने सुरक्षा संवेदनशीलताको आधारमा वर्गीकरण गरिएको हुन्छ। सुरक्षाको निर्वाचन क्षेत्रहरू, कुन निर्वाचन क्षेत्रको संवेदनशीलता के छ? एउटा त जिल्लाको संवेदनशीलता, निर्वाचन क्षेत्रको संवेदनशीलता, निर्वाचनमा खटिने प्रहरी कर्मचारी लगायत अन्य कर्मचारीहरूको पनि थ्रेटका कुराहरू लगायत मेन कुरा भनेको उम्मेदवारको सुरक्षा थ्रेट, उसको आफ्नो पर्सनालिटी अनुसार ऊ कुन सुरक्षा थ्रेटमा ऊ छ भन्ने कुराको एनालाइसिस हामीले गरेका हुन्छौँ र यो हाम्रो टिमले नै गरेको हुन्छ। र यसमा सुरक्षाको लागि खटिने जनशक्तिको निर्धारण हामीले भन्दा पनि त्यो समितिले नै गर्ने हुन्छ र सुरक्षाकर्मीहरू माग भइआएको खण्डमा त्यो खतरा मूल्याङ्कन गरी कुनै व्यक्ति उम्मेदवारलाई आफू असुरक्षित भएको महसुस भयो र उहाँले त्यो थ्रेट फिल गर्नुभयो भने त्यसको निवेदन उहाँले दिनुहुन्छ सम्बन्धित निकायमा, जिल्ला प्रशासन, र त्यसपछि सुरक्षा समिति बसेर त्यो थ्रेटलाई एनालाइसिस गरेर उहाँलाई चाहिँ त्यो अनुसारको पिएसओकै रूपमा खटाउनु पर्ने हो, सुरक्षाकर्मी कसरी परिचालन गर्ने भनेर निर्धारण भए अनुसार खटिने हुन्छ। र अहिले तत्कालको
सामान्य चुनावी भेटघाटका कार्यक्रमहरूमा पनि किन यस्तो भन्ने कुरा भयो। यसमा चाहिँ नि म के भन्न चाहन्छु भने अहिले तत्कालको अवस्थामा निर्वाचन क्षेत्रहरूमा बिस्तारै आफ्ना कार्यकर्ताहरू अथवा भनौँ आफ्नो गाउँ समाजमा भेटघाटका कार्यक्रमहरू बिस्तारै सुरु गर्नुभएको छ, जुन 4 गतेबाट मात्रै औपचारिक रूपमा आफ्नो झन्डा आफ्नो ब्यानरहरू लिएर अब जुन तोकेको छ त्यो अनुसार जानुपर्छ। यस सन्दर्भमा हामीले प्रहरीले गर्ने नियमित गस्ती त गर्नु पर्यो नि। अब नियमित गस्ती गर्ने बेलामा ती उम्मेदवार र उम्मेदवारसँग नजिक भएका व्यक्तिहरू बाटो हिँडिरहेका छन्, तर हाम्रो बस्ती चाहिँ अर्को लाइनमा हुँदाखेरि त्यहाँ भोलि हुने भवितव्यलाई त हामीले हेर्नु पर्यो। जस्तै अघि एकजना हाम्रो पत्रकारले एउटा क्वेसन सोध्नु भएको थियो, क्षेत्र नम्बर 5 को सुरक्षा व्यवस्था तपाईँले अस्ति मनोनयन दर्ता गर्ने क्रममै देखिहाल्नु भयो होला। मैले काठमाडौँ बसेर भिडियो हेरेको थिएँ। त्यो मनोनयन दर्ताकै क्रममा देखिएको त्यो घटना छ, त्यस हिसाबमा कसरी गर्नुहुन्छ भन्नुभयो। त्यही अवस्थालाई मध्यनजर गरेरै त्यस्ता घटनाहरू नदोहोर्यौँ। अब त्यस्ता घटनाहरूलाई चाहिँ घट्नु हुँदैन, घटिहाल्यो भने पनि प्रहरीले एट अ टाइम तुरुन्तै एड्रेस गर्न सकोस् भन्ने हिसाबले हामीले सूक्ष्म रूपमा सादा पोसाकमा पनि होला, पोसाकै लगाएका गस्तीका प्रहरीहरू पनि होलान्। निश्चित क्षेत्रमा मात्रै होइन, हामीले सबै क्षेत्रमा आफ्नो यो सुरक्षा योजना अनुसार चाहिँ खटिएकै अवस्था छ। त्यसकारण यो सुरक्षाकर्मीहरू 100 जना थप भएको कुरा हजुरलाई जानकारी म गराउन चाहन्छु। थप भएका सुरक्षाकर्मी अझै थपिन्छन् हामीसँग सुरक्षाकर्मी। यसरी थप भएका सुरक्षाकर्मीहरू अब सडकमा देखिन्छन्, हाम्रा गाउँघरका बस्तीहरूमा पिकेटका रूपमा गस्तीका रूपमा देखिन्छन्, खटिन्छन्। र यो हाम्रो खटाइ, यो हाम्रो गस्तीलाई चाहिँ हजुरहरूले शङ्का गर्नुपर्ने ठाउँ छैन। यो हाम्रो नियमित कारबाही नै हो, नियमित कार्यक्रम नै हो। अझ यो बढ्दै जान्छ। अझ त्यसमाथि उम्मेदवारहरूले अघि मैले भने जस्तै थ्रेट फिल गरेर रिक्वेस्ट गर्नुभयो भने त अझ खटाउनु पर्ने अवस्था पनि आउन सक्छ। हिजोसम्म गाउँमा चाहिँ निस्फिक्र हिँडिरहेको मान्छे आज उम्मेदवार हुने बित्तिकै उसलाई चाहिँ किन सुरक्षाकर्मी अङ्गरक्षक खटाइयो भनेर क्वेसन आउन सक्छ। त्यो यही हाम्रो समितिले निर्णय गरेर खटाउँछ। त्यसकारण प्रहरीले अहिले यो निर्वाचन सुरक्षा योजना बनाएर त्यस अनुसार प्रहरी परिचालन गरिएको छ। हिजो अस्तिको नर्मल अवस्थाभन्दा अहिलेको अवस्थामा हाम्रा सुरक्षाकर्मीहरू केही भारी मात्रामा देखिन सक्छन्, किनभने हामी थप मद्दतहरू पनि दिँदैछौँ। त्यस हिसाबले यसलाई शङ्का नगरिदिनु हुनको लागि म हजुरहरूलाई अनुरोध पनि गर्दछु।